नेपालमा धेरै सुन्दर र ठूलो तालहरू रहेका छन् जसले प्राकृतिक सुन्दरता र सांस्कृतिक महत्त्वपूर्ण बोकेका छन्। आज हामी कुरा गर्दैछौँ नेपालमा रहेको 10 प्रमुख तालहरूबाट। भिडियोलाई सुरु गर्नुभन्दा अगाडि लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। आउनुहोस् सुरु गरौँ। नम्बर 1 मा रहेको छ रारा ताल। रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो जुन कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित छ। यस ताललाई हिमालको रानी पनि भनिन्छ। यो ताल समुद्र सतहदेखि 2990 मिटरदेखि 9890 फिटको उचाइमा छ। यसको क्षेत्रफल 10.8 वर्ग किलोमिटर रहेको छ। रारा राष्ट्रिय निकुञ्जभित्र पर्छ। यहाँ पाउने जनावर रेड पान्डा, हिमाली भालु, मुस्का, हरियाल आदि पाइन्छ। नम्बर 2 फोक्सुन्डो ताल। फोक्सुन्डो ताल नेपालको डोल्पा जिल्लामा अवस्थित एक सुन्दर हिमाली ताल हो जुन समुद्र सतहदेखि 3611.5 मिटरदेखि 11849 फिट उचाइमा रहेको छ। यो ताल नेपालको सबैभन्दा गहिरो ताल रहेको छ जसको अधिकतम गहिराई 149 मिटरदेखि 4076 फिट रहेको छ। फोक्सुन्डो तालको पानी निलो र पारदर्शी छ जसले यसको प्राकृतिक र सौन्दर्यतालाई अझै आकर्षक बनाउँछ। यो ताल बुद्ध र बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र स्थान मानिन्छ र यो तालको पूर्वी किनारामा थालुङ गुम्बा नामको प्राचीन गुम्बा अवस्थित छ। नम्बर 3 तिलिजो ताल। तिलिजो ताल नेपालको मनाङ जिल्लामा अवस्थित एक अत्यन्तै सुन्दर हिमाली ताल हो। यो ताल 4919 फिटदेखि 16138 को उचाइमा रहेको छ। यसको कारण यसलाई विश्वकै सबैभन्दा अग्लो उचाइमा रहेको ताल मध्ये एक मानिन्छ। तिलिजो ताल अन्नपूर्ण हिमश्रृङ्खलाको फेदमा पर्छ। यस तालको पानी हिउँ पग्लेर आउने हिमनदीबाट बनेको हो। नम्बर 4 फेवा ताल। फेवा ताल पोखरा उपत्यका अवस्थित नेपालको दोस्रो ठूलो ताल हो। यो ताल पर्यटकको केन्द्रको रूपमा विश्वभर प्रसिद्ध छ। तालको मध्य भागमा रहेको तालबराही मन्दिर यसको प्रमुख आकर्षक हो। पोखरा कास्की जिल्ला गण्डकी प्रदेशमा पर्छ। यो करिब 4043 किलोमिटर क्षेत्रफलमा फैलिएको छ। नम्बर 5 बेकनास ताल। बेकनास ताल पोखरा महानगरपालिका 31 मा अवस्थित नेपालको एक शान्त र मनमोहक ताल हो। यो पोखरामा रहेको दोस्रो ठूलो ताल पनि हो। फेवा ताल पछि र नेपालको तेस्रो ठूलो तालको रूपमा चिनिन्छ। यस तालको वातावरण शान्त, हरियाली र पहाडी दृश्यले भरिएको छ जसले पर्यटकलाई शान्त र प्राकृतिक सौन्दर्यता अनुभव गराउँछन्। नम्बर 6 घोडाघोडी ताल। घोडाघोडी ताल नेपालको सुदूरपश्चिम प्रदेश कैलाली जिल्लामा अवस्थित एक प्रमुख ताल हो। यो रामसार साइट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त आधारभूमि क्षेत्रको रूपमा सूचीकृत छ। घोडाघोडी ताल जैविक र विविधता र धार्मिक महत्त्व दुवै दृष्टिले महत्त्वपूर्ण मानिन्छ। स्थानीय किम्दी अनुसार एक घोडा र घोडीको प्रेम कथा यस तालसँग जोडिएको छ जसको कारण यस तालको नाम घोडाघोडी ताल राखिएको हो। नम्बर 7 गोक्यो ताल। गोक्यो ताल नेपालको हिमाली क्षेत्रमा अवस्थित एकदमै सुन्दर तालको समूह हो। यो सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्छ। यो तालको समूह विश्वकै सबैभन्दा उचाइमा अवस्थित रामसार क्षेत्र मध्ये एक हो। गोक्यो तालको ट्रेक एकदमै रमाइलो र साहसिक दृश्यले भरिएको हुन्छ। नम्बर 8 रूपा ताल। रूपा ताल नेपालको सुन्दर तालहरूमध्ये एक हो जुन पोखरा उपत्यकाको दक्षिण भागमा अवस्थित छ। यो ताल शान्त र हरियाली प्राकृतिक रूपमा समृद्ध छ जहाँ स्थानीय बासिन्दाको जीविकोपार्जन पनि जोडिएको छ। यो करिब 1.32 वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ। नम्बर 9 20,000 ताल। 20,000 ताल नेपालको चितवन जिल्लामा अवस्थित एक प्रसिद्ध आधारभूमि क्षेत्र हो। यो ताल चितवन राष्ट्रिय निकुञ्ज मध्य भागमा पर्ने महत्त्वपूर्ण जैविक विविधता भएको स्थान हो जसको नाम 20,000 राखिएको भए पनि वास्तविकता यो साना ठुला
गरी करिब 20वटा तालहरूको समूह हो। यस ताल करिब 3200 हेक्टर ताल वरिपरिको क्षेत्रफलमा रहेको छ। नम्बर 10 गोसाइँकुण्ड। गोसाइँकुण्ड ताल नेपालको एक पवित्र धार्मिक तथा प्राकृतिक दृश्यले महत्त्वपूर्ण हिमाली ताल हो। यो ताल लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रसुवा जिल्लामा अवस्थित छ। गोसाइँकुण्ड ताल हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको लागि अत्यन्तै पवित्र स्थल मानिन्छ। गोसाइँकुण्ड क्षेत्रभित्र 108वटा साना ठुला कुण्डहरू रहेका छन्। गोसाइँकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, नागकुण्ड, सूर्यकुण्ड, चन्द्रकुण्ड रहेका छन्। यी थिइन आज नेपालका 10 प्रमुख तालहरू। हजुरहरूलाई भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला। धन्यवाद।